नमस्ते सबैजनालाई स्वागत छ हजुरहरुलाई चिन्जान टिभीमा र हामीले चाहिँ आज हाम्रो किचनमा यो माछा चाहिँ पकाउन गइरहेका छौं। यसमा चाहिँ बेसार, नुन र धुलो मसला हालेर चाहिँ मिक्स गर्ने यसलाई एकछिन। म चाहिँ त्यसरी पकाउँछु, हजुरहरुले कसरी पकाउनुहुन्छ है, आफ्नो तरिका हुन्छ माछा पकाउने पनि। अब यसलाई यसरी राम्रोसँग मोलिसकेपछि हामी तार्छौं। अब हामी तार्छौं। हाम्रो घरमा फेरि दुईजना चाहिँ माछा नखाने छन्, त्यही भएर चाहिँ उनीहरूलाई चाहिँ कुखुराको मासु थोरै ल्याएर बनाइदिएको छु। उहाँहरूले चाहिँ अब यो खानुहुन्छ। ल अब आज यो पानी पनि परिरहेको छ, चिसो छ मौसम, अनि त्यो भएकोले गर्दाखेरि आज कोराको र फापरको मिसाएर माछा पकाएर अनि ढिँडो खाने। एकदम ढिँडो खाना भनेपछि अब गाउँघरमा चामलको भात खान पाए हुन्थ्यो भनिन्थ्यो। यहाँ अहिले कोराको ढिँडोमा चाहिँ एकदम कोदो र फापरको चिसो मिसाएकोमा मिठो मानेर खान्छ। यहाँ दुई तिनवटा केटाकेटी चाहिँ खाँदैनन्, नाति दुईवटा छोरी, अनि हामी चारजना चाहिँ ढिँडो खानालाई आज सुरु गरेका छौँ। सानो माछा पारेर ढिँडो पकाएर खाने। अब यो जाडो मौसम छ, यो माछा गर्मी पनि हुन्छ, त्यो भनेर चाहिँ यहाँ माछा र ढिँडो खाने भनेर यहाँ चाड्दैछु। अब अनि अब दुई तिनजना चाहिँ खाँदैनन्, नाति छोरी तिनीहरू चाहिँ चामलको भात खान्छन्। हामी चारजना चाहिँ ढिँडो खाने भनेर हामी सुरु गरेका छौँ। यो चाहिँ सानो माछा कहाँ पाउँछ? यो माछा चाहिँ यो सानो माछा अब त्यो ओह्रालोमा ओह्रालोबाट ल्याउनु भयो हजुरले? हजुर। ए ल, अब यो ओह्रालोबाट ल्याएको। अब मिठो हुन्छ यो माछा। ए ल, यसलाई सबै थोक मसलाहरू अनि सर्स्यौँ सबै लङ सुकुमेल सब टमाटर सब गरेर पकाउनु पर्छ। हजुर। अनि मिठो हुन्छ। यो आँप पनि यो अझै अब सिजन छ नि त आँपको, त्यो भनेर यहाँ आँप पनि किनेर ल्याएर यी सबैजना बसेर खाने भनेर चाहिँ यो आँप पनि ठिक पारेको छ। अनि गर्मीमा आँप खानु हुँदैन भने होइन मम्मी? खोइ हुन त हो, अब के गर्नु, अब यो अहिलेको सिजनको बेलाको त अब यो जहिले पाइले त्यहिले हुँदैन। सिजनमा त अब गर्मी भयो नि, जे होइन अहिले त खानै पर्यो नि त। दामी छ यो। के खानु भएको बाबुले? यो कुखुराको कलेज हो। खै यता देखाउनु त, कलेज कस्तो हुँदो रहेछ। ल कप्प बनाउनु त। आम्मा नुन पिरो केही लागेको छैन होला? केही लागेको। माछाको लागि चाहिँ मसलाहरू फेरि बनाउँदैछु। लन सुक्मेल अनि त्यस पछाडि लसुन जिराहरू चाहिँ म अब मिक्सरमा चाहिँ पिसेर माछाको लागि चाहिँ पेस्ट बनाउँदैछु। ल मसलाको म चाहिँ यसरी मिक्सरमा प्रयोग गर्छु, सिलौटो चाहिँ मैले प्रयोग गर्दिनँ। र पनि अब सबै थोक यसरी मैले जिरा, धनियाँ, अदुवा, लसुन, लन सुक्मेल, जायफल सबै राखेर चाहिँ यसरी पिस्ने गरेकी छु। यसो थोरै यो चाहिँ अब बच्चाहरूको लागि यो चाहिँ कुखुराको मासु हो, बच्चाहरूको लागि। उनीहरूलाई अब माछा नखानेलाई चाहिँ यसरी कुखुराको मासु बनाइदिएको छु। मैले किनेको मसला चाहिँ यस्तो भयो। पेस्ट चाहिँ म चाहिँ सबै थोक एकै ठाउँमा राखेर मिक्सरमा पिस्छु। ल अदुवा लसुन सबै एकै ठाउँमा राखेर छुट्टै छुट्टै पिस्दिनँ, त्यो भएपछि स्वाद आउँछ नि त। अनि सिलौटोमा पिसेको जस्तै स्वाद आउँछ ल मिक्सरमा यसरी पिस्दाखेरि। आम्मा माछा मनपर्छ दाँत नभएको मान्छेलाई पनि। ए कस्तो रहेछ? घोच्दैन गिजामा? लु त। ए काँडा चाहिँ सीतारामलाई दिनुहोस् रे। ल यता हेर्नुहोस् त बुवा। ए ल कक्लक कक्लक मक्लक मक्लक बनाएर माछा काँडा खाने मान्छे चाहिँ फेरि यता छन् है गाइस। चराम 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 काँडा खान्छन्। मैले चाहिँ अहिले यहाँ
माछाको लागि चाहिँ प्याज टमाटर अघि पिसेको मसला सबै मिक्स गरेर पिसेको मसला अनि हरियो प्याजको पत्ताहरू पकाउँदैछु। अब अलिकति यसमा रस हालेर यो मसला पकाउने, त्यस पछाडि रस हालेर माछा हालेपछि बवाल मिठो हुन्छ है गाइस। ल है साथीहरू, हाम्रो माछाको झोल चाहिँ रेडी भइसकेको छ। अब ढिँडोसँग खानको लागि चाहिँ मैले चाहिँ यसरी अघि नै मैले ग्रेभी देखाएको थिएँ। अब चाहिँ यसमा रस राखेर माछा हालिदिइसकेकी छु। अब चाहिँ अब यो उम्ले पछाडि एकदम मिठो हुन्छ जस्तो देखिएको छ। बास्ना पनि एकदम मिठो आएको छ ल्वाङ सुकमेलको है। अहिले खाएर अब मेरो फ्यामिलीले के भन्नुहुन्छ मैले बनाएको माछा हो आज है, कस्तो रियाक्सन आउँछ पछि फेरि भिडियोमा हेर्नु होला है सबैजनाले। यहाँ चाहिँ ढिँडोको लागि आज मम्मी चाहिँ अलिक व्यस्त हुनुहुन्छ, त्यो भएको भएर चाहिँ ढिँडो र माछा चाहिँ म आफैले बनाएकी छु आज चाहिँ। अब यो ढिँडोको लागि चाहिँ पानी उम्लिँदैछ। यो चाहिँ अघि मैले मासु पकाएकै कराईमा ढिँडो पकाउँदैछु, किनभनेदेखि त्यो डढ्दैन क्या, टाँसिँदैन ढिँडो, त्यो चिल्लो भइसके पछाडि चाहिँ। त्यो भएको भएर यसरी चाहिँ म ढिँडो पकाउन गइरहेकी छु है गाइस। अनि हामीसँग चाहिँ जहिले पनि यो ढिँडो पकाउने बेलामा चाहिँ यो फलामको एकदम यो फलामको खिया लागिरहेको छ नि, जहिले माझे पनि खिया चाहिँ लागिबसेको हुन्छ यो फलाममा चाहिँ। त्यो भएर यसलाई चाहिँ हामीले आइरन है, त्यो भएर ढिँडो पकाउने बेलामा चाहिँ हाम्रो किचनमा चाहिँ फलाम प्रयोग गर्छौँ। ढिँडो मस्काउन चाहिँ एकदम सजिलो हुन्छ यो फलामको पुन्युले। अहिले मस्काएर देखाउँछु है त म। ल यो चाहिँ एकदम माछा पाकेर रेडी भइसकेको छ। अब चाहिँ हाम्रो फ्यामिली सबैजनालाई बोलाएर चाहिँ हामी खाना खान्छौँ है त गाइस। A visit to Bhutan. I knew a little bit about Bhutan, Nepal. Before I visited it early 2020, I was curious to see a place untouched by tourists. छानेस त पढिरहेको रहेछ त मम्मी, खै त मम्मी त किचनमा ढिँडो पकाउने हुनुहुन्छ नि। ए ढिँडो खाने रे आज? ढिँडो खाने। तिमी नि खाने हो ढिँडो? नखाने मलाई मनै पर्दैन। ए ढिँडो चाहिँ केबाट बन्छ त? ढिँडो फापरबाट। फापरबाट मात्र बन्छ गोरु? पिठो। पिठोको बाट बन्छ, मकैको पिठो अनि कोदोको पिठो, त्यस पछाडि ल ल ल पढ। ल के हो, हिजो नि ढिँडो आज नि ढिँडो। हिजो मम्मीले पकाउनु भएको थियो, आज चाहिँ मैले पकाउनु, मलाई खासै ढिँडो पकाउनु त आउँदैन, यो हात अलिक कमजोर छ क्या, त्यही पनि ट्राई गर्दैछु। यसो अहिले काहीँ बुहारी पनि पकाएर खुवाउनुपर्छ नि हामी मस्काउने हो मस्काउने। म त हात यस्तो दुख्छ। सीताराम ल सीताराम सीताराम हो। यो तरिका चाहिँ ठिक छ है, ढिँडो मस्काइ चाहिँ बबाल। ल सीताराम भने सीताराम हो। ल गाउँमा नि मस्काउनु गरेको थियो? गाउँमा नि मस्कायो अरे आउने गरेको थियो। कति पकाउँथ्यो कति पकाउँथ्यो। मिठो लाग्छ नि ढिँडो? आमा ढिँडो त कति मिठो, चप्प चोएर क्वाप्प खानुपर्छ अनि क्या दामी हुन्छ नि। ल कान्छो छोराले ढिँडो त दामी पारेर मस्काएको छ त। ल यसो मर्ने चलाए जस्तो गरिदिएर अनि यसलाई छोप्नु पऱ्यो। ए ढिँडो फापर पनि मिसाथ्यो, दामी भएछ नि। आज बुबाले त अहिले झाउल खानु पऱ्यो, ढिँडो नखाने भन्नुभएछ। अब हामी मात्रै हेरिदियो। ल मस्काउनु पर्दैन, एकदम ठिक रहेछ। बोराको ढिँडो र माछा काठमाडौँमा एकदम यसरी गाउँमा खान्थ्यौँ, अहिले यहीँ काठमाडौँमै चामल भात खाँदा खाँदा यो ढिँडो। काठमाडौँमा त यो त होटेलमा जानुपर्छ, कहाँ घरमा पाइन्छ? कहाँ पाउनु मेरियामै। खोइको सबभन्दा फेरि अहिले यही कोदाकै चाहिँ मुगो छ नि, यो ढिँडो च्याख्ला। ल तिमीहरू के कुरा नन्द हजुर त्यही यो खाना हो है तिमी? झोल मात्रै हाल्नु होइन, मैले नानी आउँदा ए हो। ल टाउको गर्नु म त पछि ए भइसक्यो। लु नानीले लु लैजा लैजा कोरामा राख। फेरि आफ्नो माछा कस्तो मलाई त मिठो छ। बस्नु
ल यो चाहिँ मिठो रहेछ है। के खाएको हो र यसरी मिठो मानेर? यो त खोलाको माछा, खोलाको लोकल। तपाईँ लिएर मारेर मार्नु त कसले मार्यो, फल्न चाहिँ खोलामा फलेको। यहाँ छन् फेरि कोही माछा नखाने टोली। यसो हेरिहालौँ त गाइस। यहाँनिर चाहिँ उहाँले चाहिँ माछा खानुहुन्न। उहाँलाई विशेष मैले फेरि कुखुराको मासु चट्ट काटेर ल्याएर पकाइदिएँ। कस्तो रहेछ नानी मासु? एकदमै मिठो। गाइस तपाईँ पनि कमेन्ट गर्नु, कसले माछा खानुहुन्न।